गुड मर्निङ नमस्ते। अहिले म ट्रेन छेडेर मुसरीबाट अजिजिया जाँदैछु। यो ट्रेन्सको स्टेसन हो है। अब अहिले यो ट्रेन इन्मुत अल्साद जोहान अलसुडान अलवाब भएर अजिजियासम्म पुग्दो रहेछ। ट्रेनबाट बाहिर निस्क्यो अजिजियामा। अब यहाँ हामीले चाहिँ कार्ड यसरी स्क्यान गरौँ। ब्यालेन्स 16 रियाल भनेर देखायो। यसरी मेट्रोबाट झरेर म कहीँ हिँड्दैछु विनोदनको बाटो भएर। गर्मी खासै छैन, हावा चलेको हुनाले गर्दाखेरि यो सायद कतारको अन्तिममै वाकाइ र बसाइ हो। वाकिङ एन्ड बसाइ। I'll miss this country. This country has given me a lot of things. Has given a lot of things for my family, for myself, and everyone for me. I salute this country. 2007 मा आउँदाखेरिको कतार र अहिले 2024 को कतारमा आकाश र कतारमा फरक भयो भेटिन्छ। डेभलपमेन्टको हिसाबले सबै हिसाबले यो हो इन्टरनेसनल एयरपोर्ट मद इन्टरनेसनल एयरपोर्टको बाटो। यो हो अराइभलको पार्किङतिर जाँदैछु। इन्टरनेसनल एयरपोर्टबाट आउँदाखेरि मेट्रोतिर जाने बाटो भयो। यहाँ इजिली एक्सेस छ मेट्रोमा जानका लागि। डाइरेक्ट जोसँग पैसा छैन त्यो मानिसहरूसँग डाइरेक्ट मेट्रोमा जान सक्छ नि। यो मेट्रो जाने बाटो भयो। मेट्रोसम्म इन्ट्री गराउँछु है त। यहाँबाट मेट्रो सिक्ने होला सायद हो। वेस्ट कार पार्क एन्ड मेट्रो। यहाँबाट सिधै जाउँ अगाडि। मेट्रोको साइन चाहिँ यहाँ हामी अहिले इन्टरनेसनल एयरपोर्टभित्र वेटिङमा छौँ। सुमित्रा भान्जीको प्रतीक्षामा। आउने बाटो चाहिँ यही हो। भान्जीको माइजीहरू पनि यहाँ हुनुहुन्छ। ल आउनुभयो जनताहरू अराइभलबाट। लक्ष्य त्यति माथि पुग्नु छ, तर त्यहाँ पुग्नको लागि अगाडिबाट आत्तियो भने चाहिँ पुग्न सकिँदैन होइन। त्यस कारणले स्टार्टिङ फर्स्ट स्टेबाट गर्नुपर्छ। अवश्य गन्तव्यसम्म पुगिन्छ। ल हेर्नुहोस् है त। तलबाट हेर्दाखेरि एकदम माथि देखिन्छ, अझै धेरै माथि छ। अझै टुप्पोमा हेरेको छैन, तर अगाडि बढ्ने क्रम तलबाट आइपुगेर डाउन। 17 वर्षको बसाइपछि कतारलाई पिट मार्दै हिँड्दाखेरि अलिअलि नरमाइलो चाहिँ लाग्दो रहेछ।
किनभने जिन्दगीको धेरै पलहरू यतै बिताइयो इमिग्रेसनमा चाहिँ प्लेन भित्र जाने गेटमा वेटिङ प्रतीक्षारत छौँ हामी 2007 को कतारको यात्रा सँगसँगै 2024मा इन्डिङ गरियो श्रव्य दृश्यमा देखिए अनुसार यस्ता घटनाहरू हाम्रो देशमा पटक पटक घट्दै आइरहेको छ। सृजनाकर्ता मान्छे जस्तै उसले खुलेर सृजना गर्न पाउनुपर्छ। कलालाई अनेक रसबाट प्रस्तुत गर्न सकिन्छ भन्दैमा समाजमा अपच्य प्रस्तुत गर्नु पनि राम्रो होइन। बरु मौलिकतामा जोड दियो भने अब आउने भावी पिँढीले केही शिक्षा पाउनेछन् भन्दै जिल्ला अदालतले एकपटकलाई माफी दिँदै रिहा गरेको छ। नमस्कार, हाम्रो यात्रा विक्रम बाबाको लागि सुरुवात भइरहेको छ। हाम्रो यहाँ हुनुहुन्छ मेरो आदरणीय माता, यहाँ हुनुहुन्छ प्यारी बहिनी, यहाँ हुनुहुन्छ हाम्रो रमेश कार्कीज्यू, मेरो परम मित्र साथी ज्वाइँ जे भने नि उहाँ एउटा हो, उहाँ हुनुहुन्छ मेरो परम मित्र दिनेशजी, यहाँ हुनुहुन्छ बाटुली, अनि यहाँ हुनुहुन्छ ओहो अर्को आमा चाहिँ छुट्नु भएछ। आमा कस्तो लागिरहेछ हामीलाई भेट्दाखेरि? हामीलाई चाहिँ धेरै खुसी लागेको छ, खुसी आनन्द लागेको छ नि। धेरै धेरै धन्यवाद आमा, फेरि भेट्छौँ हामी विक्रम बाबाको दर्शन गरेर है। धन्यवाद। मेरो चाहिँ हाम्रो यात्रा विक्रम बाबाको लागि प्रारम्भ भएको छ। हामी अहिले विक्रम बाबाको दर्शन गर्नको लागि चितवनमा आइपुगेका छौँ। घुम्दै फिर्दै यहाँ मानिसहरूको भिड, दर्शकहरूको भिड, भक्तजनहरूको भिड देख्न सकिन्छ। स्वागत छ तपाईहरुलाई विक्रम बाबा प्राङ्गणमा। के भन्छ? नमस्कार, अहिले यो चितवन नेसनल पार्कको घडियाल ब्रिडिङ सेन्टरमा आइरहेको छु। यहाँ घडियालले यो बच्चा उत्पादन गर्ने, ब्रिडिङ गर्ने स्थान हो। म यहाँ घडियालका बच्चाहरू सहित त्यो देखाउँछु। ल हेर्नुहोस्, यहाँ घडियालहरू घाम तापेर बसिरहेका छन्, कोही पानीमा डुबिरहेका छन्, कुनै यसरी गरिरहेका छन्। ल हेर्नुहोस्, यो चाहिँ घडियाल ब्रिडिङ सेन्टर हो, बच्चा उत्पादन गर्ने ठाउँ। र बच्चाहरू पाइसकेपछि नदीमा हालेर छोडिन्छ यहाँबाट। चारैतिर यसरी घडियालहरू। अहिले हामी यो घडियाल ब्रिडिङ फार्मको सेन्टरको टप भ्यू पावरबाट हामी यहाँ उपस्थित भएका छौँ र हामी यहाँ बसेर हेर्दैछौँ बहिनीहरू आत्तेर तर्सेर भाग्न खोज्दा भएको छ। यहाँबाट यो फार्म देखिन्छ, यहाँ गोहीहरू छन्, यिनीहरूले बच्चा उत्पादन गर्छन्। ल आमा, तपाईँ के भन्नुहुन्छ? ए राधे राधे, तपाईँ भनेर मेरो पो भिडियो खिचिरहेको छ। नमस्ते, अहिले हामी यो देवघाटको आइपुगेका छौँ। यहाँ स्नान गर्ने भक्तजनहरू, श्रद्धालु भक्तजनहरू भनेको भक्तहरू छ। आमा पनि हुनुहुन्छ यहाँ। आमा भन्नु त फेरि दुई शब्द। के भनौँ हो, राधे 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 भनिन्छ। हाम्रो प्यारो बहिनी अब त्यहाँ स्नान गर्ने क्रममा हुनुहुन्छ, उहाँ पूजा गर्दै हुनुहुन्छ। हजुर, ल हाम्रो बहिनीको स्नान र पूजा कार्यक्रम दुइटै चलिरहेको छ। डोरी भन्दा उतापट्टि गहिरो छ भनेर सङ्केत दिएको है त्यो। तब हाम्रो भान्जा प्यारे चाहिँ हाफ बडी अर्ध बडी देखाएर नुहाउन जाँदैछ। अब झ्याममा त्यो डोरी भन्दा उता नजाऊ है स्वयं।
है तिमी यता एउटा खेला हेर भन्छ उ त्यो साइडबाट जाऊ तर आगोले पोल्ला फेरि तिमीलाई हेर राम्रोसँग त्यही डोरी हुन्छ डोरी नाग्नु भएन के डोरी नभन्दा उता चाहिँ गहिरो छ भन्ने बुझिन्छ बाबु कहिले बाबु बालो उडाएर कहाँ यहाँ होइन म उता देवघारी मुक्तिनाथ काबेनी ल म पनि यसो अब चाहिँ भान्डल पाला अघि पानी छ्याप्दै आउनु जाऊ तिमी पनि आज कहाँदेखि हजुरहरू चाहिँ बाबु भान्डल अघि पानी हालेर भयो भने गोलागोली त्यही भएर आमाको पनि यो गङ्गे हरहर गर्ने समय भयो नि गङ्गे हरहर गरेर नुहाएको जस्तो त्यहाँ छ महिना अगाडि पछि टिकट काट्न मात्रै दिनेशजी दिनेशजी लगाइदिनु जामुनको दाना जत्रो तिमी साइडमा बस्छ त्यहाँ भिडियो बनाइदिनुहोस् जोइन सबलाई टाइटर झऱ्यो तपाईँको टेक्नु भयो पड्केला दिदी त्यो झोला ल्याउनु लुगा नमस्ते हामी यो अम्ब्रेला स्ट्रिटमा आइपुगेका छौँ माथि अम्ब्रेला देखिन्छ त्यसैले यो स्ट्रिटको नाम रहेको छ अम्ब्रेला अनिङ्गाउँ वन्यजन्तु संरक्षण गरौँ भन्ने कुराहरू राखिएका छन् नमस्कार अहिले म बङ्गलामुखी परिसरमा छु आता बङ्गलामुखीले सबैको कल्याण गर्छ
सबको कल्याण हुनु भनेको माता पङ्गले नारायण नारायण ओम नमः शिवाय जय माता पङ्गला गुड मर्निङ। अब आजको हाम्रो हाइकिङको यात्रा यहाँबाट प्रारम्भ हुन्छ। आजको हाम्रो टार्गेट छ सुन्दरीजल भएर हामी चाहिँ चिसापानी पुग्छौँ र धापधाम पुगेर फेरि त्यही बाटो हुँदै रिटर्न आउँदै सुन्दरीजल अलमोस्ट 25 to 30 किलोमिटरको यात्रा यहाँबाट सुरु हुन्छ। धन्यवाद। यो यात्रामा मेरो सहयोगी मेरो परम मित्र भन्ने नि दाजु भन्ने नि बहुपछिको बाउ यही नै हो र हामी जाँदैछौँ। जय देश। Walk. ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। ल सुन्दरीजलको एउटा सानो झरनाको झलक। नारायणी दिव्यधाम हार्दिक स्वागत गर्दछौँ। त्यो धाममा मान्छेहरू छन् अहिले ढोका लगाएको छ है। ओम नमः शिवाय। नारायणी दिव्यधाम। यो नारायणी दिव्यधाम नजिक रहेको मेगा पार्कमा छौँ अहिले हामी। यो मेगा पार्कको दृश्य हो। यहाँ मानिसहरू पिकनिक मनाउनको लागि वनभोज मनाउनको लागि पनि आउने गर्दथे। हाललाई अहिले यो बन्द अवस्थामा रहेको छ र पुनः सञ्चालन हुने सम्भावना देखिन्छ। यो मेगा पार्कको रूपमा चिनिन्छ।
कति वर्षसम्मको गाडी उदयपुर र ओखलढुङ्गाको सिमानाको पुल यो सिमाना पुल त भने सुनकोसीको सिमाना सुनकोसी पुलमा सिमाना बिचको पोल चाहिँ बाटो त्यस्तै भएर गाडी लियो त्यो बिचको पोल चाहिँ मध्यबिन्दु हो यति बिचको त्यो ठाको चाहिँ मध्यबिन्दु त्यो सेन्टर पोइन्ट त्यो पिलर चाहिँ पिलर चाहिँ मध्यबिन्दु पहिला उता थियो जस्तै उता माथि हान्छ नि ओखलढुङ्गा र उदयपुरको सीमा क्षेत्र ब्रिज यत्रो लामो पुल एउटा मात्रै छ कि अनि त्यो ब्रिज त्यो जुन चाहिँ पिलर छ उता लेफ्टतिर लाग्यो भने चाहिँ उसले हेर्ने भयो ओखलढुङ्गाले हेर्ने भयो कुनै केही दुर्घटना एउटा इन्सिडेन्ट भयो भने दिल्ली बराबर त हावाले लगेर एक दुई सुन्नु हो तपाईँले देखेकै तपाईँले हिलै पानी क्रस हुँदै हामी अहिले थाक्ले 5 किलोमिटर पछाडि थाक्ले आउँदैछ थाक्ले नाउँ चाहिँ हिले पनि पाइन्छ गाडी पाइँदैन जस्ताको खानु ल यहाँ हाम्रो किमु टिप्दै हुनुहुन्छ हाम्रो टिमबाट तर यति जिन्दगीले नै जोखिममा पारेर किमु टिप्दै हुनुहुन्छ यो हो हाम्रो सल्लेरी बजार सल्लेरी सदरमुकाम अफ सोलुखुम्बु जयदु यो देखेको ठाउँ कहाँ रे हो त्यो गाउँ पारी हजुर लुरा 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 यतापट्टिको जयदु यहाँ तल रोसी जयदु होइन यो जयदु यो तलपट्टि रोसे उता